यो एडुफिन्ट्रम युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। हामी ब्याङ्किङ क्षेत्र, यो ब्याङ्किङ जोखिम र यसको एकीकृत व्यवस्थापन भन्ने विषयमा टपिकमा आज एउटा आर्टिकल, यो इकर्मचारी.com अनलाइन पत्रिकामा एउटा प्रकाशित आर्टिकल, यसमा चाहिँ ब्याङ्किङ क्षेत्रको जोखिम र यसको एकीकृत व्यवस्थापन सम्बन्धमा केही चर्चा गरिएको छ विषयवस्तु। अब यो चाहिँ ब्याङ्किङ जोखिम र यसको एकीकृत व्यवस्थापन भन्ने टपिकमा चाहिँ तुलसी देवी शर्मा, उपप्रबन्धक, राष्ट्रिय वाणिज्य ब्याङ्कबाट, उहाँले यो टपिकमा चाहिँ यो आर्टिकल लेख्नु भएको छ। ब्याङ्किङ इक्जाम पनि नजिकै आइरहेको छ, त्यही भएर यो जोखिम भन्ने टपिक चाहिँ इम्पोर्टेन्ट छ। यो जस्तै हामी राष्ट्र ब्याङ्कको निर्देशन पढ्छौँ, त्यसमा पनि जोखिम छ सिलेबसमा। अनि त्यसपछि ब्याङ्किङको भित्रभित्र तपाईँ कतै न कतै ब्याङ्किङ पढ्दाखेरि जोखिम, ब्याङ्किङ जोखिम भन्ने त्यो टपिक नभए, सिलेबस नभए पनि हामीले यसको बारेमा नलेज चाहिँ लिनुपर्छ। अब हामी यो टपिकको बारेमा अलिकति छलफल गरौँ है। यसमा चाहिँ सुरुमा विषय प्रवेश भनेको छ। यसमा जोखिम भने के हो भनेर यसमा परिभाषित गरिएको छ। जोखिमलाई सामान्य अर्थमा अपेक्षित नतिजा वा योजनाबद्ध उद्देश्य प्राप्तिमा आउन सक्ने विचलन वा अनिश्चितताका रूपमा लिइन्छ। कुनै पनि व्यवसाय सञ्चालन गर्दा जोखिम स्वतः सिर्जना हुन्छ। जोखिम स्वतः सिर्जना हुने विषय हो। यो तपाईको मानव निर्मित पनि हुन्छ जोखिम, तपाईको प्राकृतिक जोखिम पनि हुन्छ, अन्य बजारमा देखिएका, अर्थतन्त्रमा देखिएका खराबीको कारणले पनि जोखिम सिर्जना हुन्छ। जोखिम ब्याङ्किङ क्षेत्रमा मात्रै जोखिम हुने होइन, तपाईलाई पनि जोखिम हुन्छ, मलाई पनि जोखिम हुन्छ हैन, ब्याङ्कलाई पनि जोखिम हुन्छ। अनि ब्याङ्किङ व्यवसाय मूलतः अरूको पैसा, अदर पिपुल्स मनी परिचालन गर्ने व्यवसाय भएकोले यहाँ जोखिमको व्यवस्थापन झनै संवेदनशील हुन्छ। भनेको तपाईको ब्याङ्कले अरूको पैसा डिपोजिटको रूपमा कलेक्सन गरेर उसले तपाईको डेफिसिट सेक्टरमा, अर्थतन्त्रको डेफिसिट सेक्टरमा वा पैसा चाहिने क्षेत्रमा, तपाईको व्यावसायिक क्षेत्रमा हैन, मान्छेको व्यावसायिक आवश्यकताहरू पनि हुन्छन्, व्यक्तिगत आवश्यकता पुरा गर्नका लागि पनि उनीहरूलाई कर्जाको माग हुन्छ। त्यो क्षेत्रमा चाहिँ उसले माग भएको क्षेत्रमा ट्रेड गरेर त्यसको वित्तीय मध्यस्थकर्ताको रूपमा कार्य गर्ने भएको हुनाले यो अझै संवेदनशील हुन्छ ब्याङ्किङ क्षेत्र भनेको। ब्याङ्किङ क्षेत्रमा जोखिम अझै यो संवेदनशील हुन्छ। जोखिम र प्रतिफल बीच प्रत्यक्ष सम्बन्ध हुन्छ। हाई रिस्क हाई गेन, लो रिस्क लो गेन भन्ने एउटा इङ्ग्लिस टर्म छ है। जहाँ जोखिम धेरै हुन्छ त्यसमा चाहिँ रिस्क पनि हाई हुन्छ। त्यहाँ तपाईको प्रोबेबिलिटीको कुरा गर्ने हो भने 40-60 तपाईको सफलता पाउने वा प्रफिट हुने सम्भावना 60 हुन्छ भनेपछि तपाईको घाटा हुने सम्भावना 40% पनि हुन्छ। यो रिस्क तपाईको कतिपय ब्याङ्कले लिने जोखिमहरू त तपाईको जस्तै जलविद्युतमा लगानी गर भनेर निर्देशन छ हामीलाई हैन, राष्ट्र ब्याङ्कबाट जारी एकीकृत निर्देशिकामा तपाईको जलविद्युतमा यति प्रतिशत, 10%, 15% जलविद्युतमा लगानी गर्नु पर्यो ब्याङ्क तथा वित्तीय संस्थाले भनेर निर्देशन दिए, त्यसलाई निर्देशित कर्जा भनिन्छ हैन। अब त्यहाँ खोलामा बनाउने चिज खोलामा बनाइन्छ नि त, तपाईको जलविद्युत त खोलामा हुने हो। अब खोलामा तपाईको प्राकृतिक विपत्ति त तपाईको कहिल्यै नभए पनि असार साउनमा त बाढी आउँछ नै। अब त्यस्तो जोखिम हुँदाहुँदै पनि ब्याङ्कले चाहिँ उच्च प्रतिफलको आश देखेर त्यो ठाउँमा, क्षेत्रमा चाहिँ लगानी गर्छ। त्यसैले जोखिम, उनीहरूको प्रतिफल पनि राम्रै हुन्छ। धेरै कर्जा प्रवाह गर्ने ब्याङ्कहरूको तपाईको यो फाइनान्सियल स्टेटमेन्टमा हेऱ्यो भने तपाईको इन्कम बढी नै हुन्छ, राम्रै इन्कम हुन्छ। अनि सामान्यतया उच्च जोखिमले उच्च प्रतिफलको सम्भावना बोकेको हुन्छ भने न्यून जोखिमले न्यून जोखिमको सम्भावना बोकेको हुन्छ। जोखिम व्यवस्थापन केवल नोक्सानीबाट बच्ने संयन्त्र मात्रै होइन, यो संस्थाको दिगो विकास, वित्तीय स्थायित्व, निक्षेपकर्ताको हित संरक्षण सुनिश्चित गर्ने एक रणनीतिक औजार हो। तपाईले यो यस्तो टर्महरू निष्कर्षमा
जोखिम भन्ने जोखिमको कुनै पनि टपिकबाट जोखिमको महत्त्व, जोखिमबाट तपाईँको जोखिमले नेपालको ब्याङ्किङ प्रणालीमा सिर्जना गरेका चुनौतीहरू, जोखिम भनेको के हो भनेर जस्ता क्वेसन आउँदाखेरि यस्तो तपाईँले निष्कर्षको रूपमा यसलाई युज गर्न सकिन्छ। जस्तै के हो जोखिम के हो ब्याङ्किङ क्षेत्रमा, ब्याङ्किङ क्षेत्रमा जोखिमको प्रभाव विश्लेषण गर्नुहोस् भनेर क्वेसन आयो भने तपाईँको माथि जोखिम भनेको के हो, जोखिमको सकारात्मक प्रभाव, जोखिमका नकारात्मक प्रभाव लेखेर हामीले अनि अन्तिममा निष्कर्ष लेख्दाखेरि जोखिम व्यवस्थापन केवल नोक्सानीबाट बच्ने संयन्त्र मात्रै होइन, यो संस्थाको दिगो विकास, वित्तीय स्थायित्व, निक्षेपकर्ताको हित संरक्षण सुनिश्चित गर्ने एक रणनीतिक औजार हो भनेर भन्यो भने त्यो जोस छ है दम एन्सरमा भन्ने चाहिँ यसले प्रभाव पर्छ तपाईँको निष्कर्षले पनि। अब जोखिमका प्रकारहरू, जोखिम हामीले जोखिम भने के हो, अनिश्चितता हो भन्यौँ है। त्यसपछि अब जोखिमका प्रकारहरू के हुन् त? तपाईँको जोखिम एउटा फाइनेन्सियल टाइप्सको जोखिम हुन्छ, एउटा नन फाइनेन्सियल जोखिम हुन्छ। अनि फाइनेन्सियल जोखिममा के पर्छ त भन्दाखेरि फाइनेन्सियल जोखिम भन्नाले त्यस्तो जोखिमलाई बुझाउँछ जसले संस्थाको वित्तीय अवस्था, बासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहमा प्रत्यक्ष र तत्काल प्रभाव पार्छ। यस अन्तर्गत निम्न जोखिमहरू पर्दछन्। अब यसमा कर्जा जोखिम, अब तपाईँको कर्जा जोखिम वित्तीय जोखिम पर्यो, किनभने कर्जा भनेको तपाईँ क्यासमा हुने भएको हुनाले कर्जा जोखिम वित्तीय जोखिम पर्यो। अब ऋणीले बैङ्कसँग भएको सम्झौता अनुसार तोकिएको समयमा सामा तथा ब्याज भुक्तानी गर्न नसक्दा वा नगर्दा बैङ्क संस्थालाई हुने हानि नोक्सानीलाई कर्जा जोखिम भनिन्छ। यो बैङ्कहरूको सबैभन्दा प्रमुख वित्तीय जोखिम मानिन्छ। कर्जा जोखिम भनेको हामीले दिएको कर्जा, ब्याङ्कले प्रवाह गरेको, ऋणीलाई प्रवाह गरेको कर्जा, उसले चाहिँ ऋणीले सामा तथा ब्याज समयमा भुक्तानी नगर्दाखेरि ब्याङ्कलाई पर्ने नकारात्मक नोक्सानी वा नकारात्मक असरलाई कर्जा जोखिम भनिन्छ। अब त्यसपछि बजार जोखिम, बजारका विभिन्न सूचकहरू जस्तै ब्याज दर, विदेशी विनिमय दर, सेयरको मूल्यमा हुने उतार चढावका कारण बैङ्कले आम्दानी वा बैङ्कको पुँजीमा पर्न सक्ने नकारात्मक प्रभावलाई चाहिँ बजार जोखिम भनिन्छ। अब बजार जोखिमका पनि प्रकार छन्। ब्याज दर जोखिम हुन्छ, बजार जोखिमभित्र ब्याज दर जोखिम पर्छ। ब्याज दरमा हुने परिवर्तनले बैङ्कको खुद आम्दानी वा नेटवर्थमा पर्ने असरलाई ब्याज दर जोखिम भनिन्छ। अब तपाईँको ब्याज दर घटेको बेलामा तपाईँको ब्याङ्कको नाफा त कम हुन्छ होइन, अब त्यो नाफा प्रफिट कम भएर नेटवर्थमा असर पर्छ, त्यो जोखिमलाई चाहिँ ब्याज दर जोखिम भनिन्छ। अब विदेशी विनिमय जोखिम, विदेशी मुद्राको विनिमय दरमा हुने अस्थिरताका कारण बैङ्कको नाफा, पुँजी र सम्पत्तिमा पर्न सक्ने नकारात्मक प्रभावलाई विदेशी विनिमय जोखिम भनिन्छ। त्यसपछि तरलता जोखिम, निक्षेपकर्ताको पैसा फिर्ता माग्दा, निक्षेपकर्ताले ब्याङ्कसँग आफ्नो डिपोजिट फिर्ता माग्दा बैङ्कले आफ्नो अल्पकालीन दायित्वहरू भुक्तानी गर्नुपर्दा पर्याप्त नगद वा तरल सम्पत्ति जुटाउन नसक्ने अवस्थालाई नै तरलता जोखिम भनिन्छ। अब त्यसपछि हामी वित्तीय जोखिम पढ्यौँ। अब हाम्रो गैर वित्तीय जोखिम, गैर वित्तीय जोखिमहरू के हुन् त? यी जोखिमहरू उत्पन्न हुँदा तत्काल प्रत्यक्ष वित्तीय नोक्सानी नदेखिन सक्छ, तर दीर्घकालमा यिनले संस्थालाई ठुलो आर्थिक सङ्कट, प्रतिष्ठागत क्षति पुर्याउन सक्छन्। विशेष कुरा के छ भने अधिकांश गैर वित्तीय जोखिम अन्ततः वित्तीय जोखिमकै रूपमा परिणत हुन्छन्। भनेको गैर वित्तीय जोखिमले पनि यिनीहरूको प्रभाव अन्तिममा गएर वित्तीय जोखिममै पर्छ भनेको। त्यसपछि अब सञ्चालन जोखिम, सञ्चालन जोखिम चाहिँ गैर वित्तीय जोखिम हो। आन्तरिक प्रक्रियाको कमजोरी, कर्मचारीको गल्ती वा जालसाजी, प्रविधिमा आउने समस्या, बाह्य घटनाहरू जस्तै प्राकृतिक प्रकोपका कारण उत्पन्न हुने जोखिमलाई सञ्चालन जोखिम भनिन्छ। अब सञ्चालन जोखिमपछि कानुनी जोखिम, यो कानुनी जोखिम पनि तपाईँको गैर वित्तीय जोखिम हो। बैङ्कले कानुनी प्रावधान, सम्झौता वा नियामकीय शर्तहरू पालना नगर्दा हुने कानुनी कारबाही, जरिवाना, मुद्दा, मामिलाहरूबाट उत्पन्न हुने नोक्सानीलाई नै कानुनी जोखिम भनिन्छ। कानुनी जोखिम भनेको ब्याङ्कले कानुनी प्रावधानहरू जस्तै ब्याङ्कको तपाईँको बाफिया, तपाईँको नेपाल राष्ट्र ब्याङ्कको निर्देशन, त्यसपछि मोनिटरी पोलिसी, अनि त्यसपछि तपाईँको अरू कानुनहरू, हाम्रो नियामकीय कानुन, बाफिया, तपाईँको एनआरबी एक्ट, सम्पत्ति शुद्धिकरण, यस्ता कानुनहरू पालना नगर्दा कानुनी कारबाही, जरिवाना वा मुद्दा मामिला उत्पन्न हुन्छ। त्यसपछि अदालतमा जानुपर्छ, कानुनी प्रक्रिया सुरु हुन्छ, त्यही भएर यसलाई कानुनी जोखिम भनेको। अब प्रतिष्ठागत जोखिम, रेप्युटेसन,
अब रेप्युटेसन रिस्क भनेको साधारणतया बैङ्कप्रति नकारात्मक धारणा विकसित भई संस्थाको ख्याति वा गुडविलमा ह्रास आउनलाई तपाईँको प्रतिष्ठागत जोखिम भनिन्छ। यो नेपालमा समय समयमा प्रतिष्ठागत जोखिम ब्याङ्कहरूलाई देखिरहेको हुन्छ, कहिले प्राइभेट ब्याङ्कलाई, कहिले तपाईँको गभर्मेन्ट ब्याङ्कहरूलाई यो देखिरहेको हुन्छ। अब स्ट्राटेजिक रिस्क, गलत व्यावसायिक निर्णय लिँदा, रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा वा बजारको परिवर्तन अनुसार संस्थाले आफूलाई अनुकूल बनाउन नसक्दा उत्पन्न हुने जोखिमलाई रणनीतिक जोखिम भनिन्छ। रणनीतिक जोखिम भनेको तपाईँको बैङ्क तथा वित्तीय संस्थाले आफ्नो पोलिसीहरू बनाउँदा, आफ्नो रणनीति, लक्ष्य उद्देश्यहरू आफ्नो तर्जुमा गर्दाखेरि उनीहरूले लङ टर्म, सर्ट टर्म एउटा स्ट्राटेजीहरू बनाएका हुन्छन्। बैङ्क तथा वित्तीय संस्थाले म 6 महिनामा मेरो फाइनान्सियल स्टेटमेन्टहरू यहाँसम्म पुर्याउँछु, मेरो क्यापिटल स्ट्रक्चर म यस्तो यस्तो बनाउँछु, वा मेरो 10 वर्षपछिको क्यापिटल स्ट्रक्चर यो हुन्छ भनेर उनीहरूले रणनीति बनाएका हुन्छन् हैन। त्यस्तो चाहिँ आफ्नो रणनीतिहरू बनाएका रणनीतिहरू अनुकूल हुन सकेनन् भने त्यस्तोबाट सिर्जना हुने जोखिम चाहिँ रणनीतिक जोखिम हो। अब मानव संसाधन जोखिम, बैङ्क तथा वित्तीय संस्थाको जोखिमहरूमा प्रत्यक्ष रूपमा ब्याङ्कलाई मात्रै फोकस गरेर, ब्याङ्कको चाहिँ मेन तपाईँको ट्रेजरीलाई मात्रै फोकस हुने र ब्याङ्कको सम्पत्तिलाई मात्रै फोकस हुने गरेर रिस्कहरू हाम्रो निर्देशनमा जारी गरेको छ। तर एचआर रिस्क पनि ब्याङ्क तथा वित्तीय संस्थाको जोखिम हो। दक्ष तथा क्षमतावान कर्मचारीलाई टिकाइराख्न नसक्दा वा कर्मचारीको कार्यक्षमतामा ह्रास भई उत्पन्न हुने जोखिमलाई तपाईँको मानव संसाधन जोखिम भनिन्छ। तपाईँको अहिले दक्ष कर्मचारीहरू तपाईँको गभर्मेन्ट ब्याङ्कमा अफिसर लेभलमा भएका कर्मचारीहरू तपाईँको अहिले प्राइभेट ब्याङ्कको तपाईँको एउटा ब्रान्च म्यानेजर भएर काम गर्न उनीहरू खुसी छन्, किनभने चाहिँ प्राइभेट सेक्टरमा त्यो टाइपको तपाईँको सेवा सुविधा छ अफिसर लेभलमा पुग्यो भने। त्यही भएर उनीहरू आफ्नो ठ्याक्क अनुभव बनाउने, सरकारी ब्याङ्कमा काम गर्ने, 5 वर्ष 6 वर्ष आफ्नो अनुभव बटुल्ने, अनि त्यसपछि त्यो अनुभवको डकुमेन्ट ल्याएर आएर उनीहरू प्राइभेट ब्याङ्कमा, त्यो हामीले रोक्न सकेका छैनौँ। सेवा सुविधा, अब त्यो मोटिभेसनका कुरा हुन्छ, अब सेवा सुविधाको कुरा हुन्छ, मान्छेका त आवश्यकताहरू असीमित हुन्छन्। त्यही भएर मानव संसाधन जोखिम पनि प्रमुख जोखिम हो। अब त्यसपछि प्रणालीगत र गैर प्रणालीगत जोखिम भन्ने पनि हुन्छ अर्को, सिस्टमेटिक र अनसिस्टमेटिक रिस्क। अब प्रणालीगत जोखिम भनेको के हो त? यो त्यस्तो जोखिम हो जसले कुनै एउटा बैङ्कलाई मात्रै नभई सम्पूर्ण ब्याङ्किङ प्रणाली वा समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्छ। वित्तीय संस्थाहरू बिचको अन्तर्सम्बन्धका कारण एउटा संस्थामा आएको सङ्कट वा अन्य संस्थामा समेत फैलिन सक्छ, जसले सिस्टमेटिक रिस्क सञ्चालन गर्छ। भनेको एउटा ब्याङ्कमा समस्या आयो भनेपछि सबै ब्याङ्कमा समस्या एकैचोटि देखिने। यो हाम्रो अहिले नेपाल राष्ट्र ब्याङ्कले सिस्टमेटिक डिसिआइबी, डोमेस्टिकली इम्पोर्टेन्ट सिस्टमेटिक ब्याङ्क भनेर यो मोनिटरी पोलिसीमा ल्याएको थियो। यो भनेको त्यस्ता अर्थतन्त्रका ठुला ब्याङ्कहरू जसलाई चाहिँ जो डुब्यो भने अर्थतन्त्रमा सिस्टमेटिक रिस्क नै सिर्जना हुने अवस्था हुन्छ, त्यस्ता ब्याङ्कहरूलाई चाहिँ वर्गीकरण गरेर तिनीहरूलाई छुट्टै सुपरिवेक्षण गर्ने भन्ने अहिले राष्ट्र ब्याङ्कको एउटा तथ्याङ्क, उसले एउटा तपाईँको फ्रेमवर्क पनि जारी गरेको छ। यो बिस्तारै आउनु छ है। अब गैर प्रणालीगत जोखिम, गैर प्रणालीगत वा यसलाई चाहिँ केन्द्रीकृत जोखिम पनि भनिन्छ हैन, कन्सन्ट्रेसन रिस्क। यो जोखिम कुनै विशेष संस्था, क्षेत्र, ग्राहकमा मात्र सीमित हुन्छ। उदाहरणका लागि कुनै ब्याङ्कले आफ्नो अधिकांश लगानी एउटै क्षेत्र, घरजग्गा क्षेत्रमा केन्द्रित गरेको अवस्थामा उक्त क्षेत्रमा समस्या उत्पन्न भएमा बैङ्क पनि जोखिममा पर्न सक्छ। यस्तो जोखिमलाई लगानीको विविधीकरण मार्फत न्यूनीकरण गर्न सकिन्छ। भनेको गैर प्रणालीगत जोखिम भनेको सिस्टममा तपाईँको यसले असर गर्दैन। एउटा ब्याङ्कले कुनै अर्थतन्त्रको एउटा निश्चित क्षेत्रमा अधिक लगानी गरेको छ भनेपछि त्यो संस्थाको भ्यालुएसन घट्यो, उसको चाहिँ तपाईँको सुरक्षणको धितोको चाहिँ मूल्याङ्कन गर्दाखेरि त्यो घट्ने भयो। केही पनि हुनसक्छ, तपाईँको घर जग्गा हुनसक्छ है, हाइड्रोमा तपाईँको छुट्टै हुन्छ, तपाईँको धितोमा हाइड्रोकै चिजहरू, त्यो सम्पत्तिहरू धितोमा राखिन्छ। अब त्यस्तोमा जोखिम सिर्जना भयो भने तपाईँको ब्याङ्किङ क्षेत्रमा त्यसले असर गर्ने है, त्यसलाई चाहिँ गैर प्रणालीगत जोखिम भनिन्छ।
अनि यस्तो जोखिमलाई लगानीको विविधीकरण मार्फत न्यूनीकरण गर्न सकिन्छ भनेको एउटामा क्षति भयो भने पनि अरूमा प्रफिट हुन्छ। तपाईँको पोर्टफोलियो म्यानेजमेन्ट गर्यो भने हाम्रो कर्जा लगानीका सिद्धान्तमा पनि तपाईँको पोर्टफोलियोको सिद्धान्त भन्ने हुन्छ एउटा, त्यो भनेको बैङ्क तथा वित्तीय संस्थाले चाहिँ एउटै क्षेत्रमा लगानी नगर्ने, उनीहरूको लगानी विविध निर्देशनले भने जस्तै 10% तपाईँको कृषि क्षेत्रमा, 15% जलविद्युतमा, अनि तपाईँको 5%को टोटल कर्जाको 5% विपन्न वर्ग कर्जामा दिनुपर्ने भनेको छ। त्यस्तो विविधीकरण गरेर यस्तो रिस्क चाहिँ न्यूनीकरण गर्न सकिन्छ। अब ब्याङ्किङ, यो हामीले जोखिम पढ्यौँ होइन, जोखिमका प्रकार पढ्यौँ। अब चाहिँ ब्याङ्किङ जोखिम भनेको के हो त? यसलाई चाहिँ निर्देशनात्मक जोखिम पनि भनिन्छ। यसमा तपाईँको ब्याङ्किङ जोखिमका प्रकारहरू लेख्नुहोस् भन्दाखेरि यो लेख्न पनि मिल्छ, यो ब्याङ्किङ जोखिमका। अनि तपाईँको कम मार्क्सको छ भनेपछि यसलाई नै राखेर पनि सरल जोखिमका प्रकार भनेर राख्न मिल्छ। अब ब्याङ्किङ क्षेत्रमा जोखिम भन्यो भने सिधै ब्याङ्किङ क्षेत्रकै जोखिम लेख्दाखेरि छोटोमा पनि हुन्छ। अनि कर्जा जोखिम, अब कर्जा जोखिम भनेको के हो त? कर्जा जोखिम भनेको ऋणी र काउन्टर पार्टीले सम्झौता बमोजिम तोकिएको समयमा सामा तथा ब्याज तथा अन्य सुविधाहरू भुक्तानी गर्न नसक्दा वा नियतवश चाहिँ उनीहरूले विलफुल डिफल्टर्स हुन्छन् नि, तिनीहरूले नियतवश चाहिँ नगर्दा ब्याङ्कलाई हुने वित्तीय नोक्सानीको सम्भावना हो। यो बैङ्कको सबैभन्दा प्रमुख र ठुलो वित्तीय जोखिम हो। हामीले माथि पनि पढिसक्यौँ। यो वित्तीय जोखिम भनेर हामीले वर्गीकरण गरेर पढ्यौँ माथि। कर्जा जोखिमका प्रकारहरू, कर्जाभित्र पनि जोखिम हुन्छ। अब तपाईँको ब्याङ्किङ क्षेत्रमा कर्जा जोखिमभित्रमा पनि छुट्टै कर्जा जोखिमका आफ्ना प्रकारहरू हुन्छ। कर्जामा अधिकेन्द्रित जोखिम भनेको यो हामीले माथि पोर्टफोलियो गर्नुपर्ने भनेको, यसको बैङ्कले कुनै निश्चित क्षेत्र, एकै व्यक्ति वा सीमित उत्पादनहरूमा ठुलो मात्रामा कर्जा केन्द्रित गर्दा सिर्जना हुने जोखिमलाई कर्जाको अधिकेन्द्रित जोखिम भनिन्छ। अब काउन्टर पार्टी रिस्क, सम्झौतामा संलग्न दोस्रो पक्ष जस्तै आपूर्तिकर्ता, लिडर असफल हुँदा सिर्जना हुने जोखिमलाई चाहिँ काउन्टर पार्टी जोखिम भन्छ। भनेको सम्झौतामा संलग्न अर्को पक्ष असफल भयो भनेको, तपाईँको जमानतकर्ता असफल भयो भने उसले त्यसबाट सिर्जना हुने जोखिममा, कर्जा जोखिममा। अब तपाईँको धितो सुरक्षण सम्बन्धी जोखिम, बैङ्क तथा वित्तीय संस्थाले त तपाईँको धितोमै कर्जा प्रवाह गर्ने हो उनीहरूले। अब धितोको रूपमा रहेको सम्पत्तिको मूल्यमा ह्रास आउँदा वा धितो बिक्री हुन नसक्दा कर्जा असुलीमा प्रभावित हुने अवस्थालाई धितो सुरक्षण जोखिम भनिन्छ। अब धितोमा घर जग्गा राखेको थियो भने घर जग्गाको मूल्य घट्दाखेरि, धितो बिक्री हुन नसक्दाखेरि वा त्यो घर जग्गा चाहिँ बिक्री हुन नसक्दा त्यसको असुली प्रभावित हुने अवस्थालाई चाहिँ धितो सुरक्षण सम्बन्धी जोखिम भनिन्छ। अब कन्ट्री रिस्क पनि हुन्छ कर्जा जोखिमभित्र। कन्ट्री रिस्क कसरी हुन्छ त भन्दा, कुनै देशको आर्थिक वा राजनीतिक अस्थिरताका कारण त्यहाँका ऋणीहरूले भुक्तानी गर्न नसक्ने अवस्थालाई देशगत जोखिम भनिन्छ। भनेको देशको आर्थिक अवस्थाका कारणले, जस्तै हाम्रो अहिले जेनजी आन्दोलन भयो, जेनजी आन्दोलनले केही न केही अर्थतन्त्रमा अलिकति तरङ्ग मच्चायो। त्यसको कारणले तपाईँको बैङ्कबाट ऋण लिएका ऋणीहरू, जस्तै त्यहाँ आगो लाउँदाखेरि कसैको व्यवसाय जल्यो भनेपछि त्यस्ता ऋणीहरूले भुक्तानी गर्न नसक्ने अवस्थालाई देशगत जोखिम भनिन्छ। यस्तो जोखिमको अवस्थामा नेपाल राष्ट्र बैङ्कले पनि केही छुट सुविधाहरू प्रदान गर्ने गर्छ। अब तपाईँको डिफल्ट रिस्क छ, ऋणीले सामा तथा ब्याज पूर्ण वा आंशिक रूपमा भुक्तानी गर्न नसक्ने वास्तविक अवस्थालाई डिफल्ट रिस्क भनिन्छ। अब असुली जोखिम, असुली जोखिम कर्जा खराब भइसकेपछि धितो लिलाम वा अन्य प्रक्रियाबाट रकम असुल गर्न कठिनाइ हुने अवस्थालाई असुली सम्बन्धी जोखिम भनिन्छ। यो हामीले कर्जा जोखिम पढ्यौँ 1 नम्बरमा, ब्याङ्किङ जोखिमको भित्र ब्याङ्किङ जोखिमको भित्र कर्जा जोखिम पढ्यौँ। कर्जा जोखिम पढिसकेपछि कर्जा जोखिमका पनि हामीले प्रकार पढ्यौँ। अब 2 नम्बरमा जान्छौँ हामी, सञ्चालन जोखिम भनेको के हो त? अब सञ्चालन जोखिम सङ्गठनको आन्तरिक प्रक्रिया, मानिस, प्रविधि वा बाह्य घटनाका कारण सिर्जना हुने अवरोध वा नोक्सानीलाई सञ्चालन जोखिम भनिन्छ। भनेको पिपुल, प्रोसेस र टेक्नोलोजी कारणले सिर्जना हुने जोखिम चाहिँ सञ्चालन जोखिम हो। अब सञ्चालन जोखिमका हामी प्रकार पढ्छौँ, आन्तरिक तथा बाह्य जालसाजी जोखिम, कर्मचारी वा बाह्य व्यक्तिबाट हुने चोरी, ठगी, जालसाजी होइन, बैङ्किङ कसुर, आन्तरिक तथा बाह्य जालसाजी जोखिमलाई चाहिँ बुझिन्छ। त्यसपछि रोजगारी अभ्यास तथा कार्यस्थल सुरक्षा सम्बन्धी जोखिम, तपाईँको इम्प्लोइमेन्ट प्र्याक्टिस एन्ड वर्क प्लेस सेफ्टी रिस्क भन्यो। श्रम एन्ड सुरक्षा मापदण्ड पालना नहुँदा उत्पन्न हुने कानुनी वा वित्तीय दायित्वलाई रोजगारी अभ्यास तथा कार्यस्थल सुरक्षा जोखिम भनिन्छ भन्यो। भौतिक सम्पत्तिमा क्षति जोखिम, फिजिकल एसेट्स ड्यामेज रिस्क,
यो चाहिँ तपाईँको सञ्चालन जोखिमभित्र प्राकृतिक प्रकोप, आगलागी, आतङ्ककारी क्रियाकलाप होइन। अब तपाईँको कर्मचारी, कतिपय अवस्थामा कर्मचारीले नै ब्याङ्कमा चाहिँ तपाईँको भौतिक सम्पत्तिमा क्षति गरेको अवस्था पनि हुनसक्छ। त्यस्तो कारण बैङ्कको भवन, ब्याङ्कको मेसिनरी उनी क्षति चाहिँ यो चाहिँ सम्पत्तिमा क्षति जोखिम भनेको जस्तै कम्प्युटरमा काम गर्ने कर्मचारीले दिनभरि अब तपाईँको ब्याङ्किङ सेक्टरमा, सरकारी ब्याङ्किङ सेक्टरमा पुरानो तपाईँको कम्प्युटरहरू, फर्निचरहरू हुन्छ। अब तपाईँको पुरानो कम्प्युटर चल्दैन, तपाईँको माउस ट्याप गरेको चल्दैन। अब त्यो माउस गर्दाखेरि कहिलेकाहीँ कर्मचारी तनावमा भएको बेलामा त्यो माउस चलेन भने चाहिँ रिसले उसले त्यो माउस समाएर कम्प्युटरमा हानिदियो भने चाहिँ त्यो कम्प्युटरसहित तपाईँको क्षति हुने भयो। त्यस्तो क्षतिलाई चाहिँ भौतिक सम्पत्तिमा क्षति जोखिम भनिन्छ। यस्तै हुन्छ भन्ने होइन, जस उदाहरण बुझ्नलाई। अब अर्को व्यवसाय अवरोध तथा प्रणालीगत असफलता जोखिम भन्छ। यो भनेको बिजनेस डिस्ट्रप्सन एन्ड सिस्टम फेलियर। सिस्टम फेल भयो भने जस्तै हार्डवेयर, सफ्टवेयर प्रविधिमा हुने खराबी, जस्तै सर्भर